आज चाहिँ फ्रिजमा राख्नुपर्छ कता राख्नुपर्छ पक्ने के छ त्यसमा दुवै आइलाउ के छ खिचे त खिचे त्यता खिचे म जति बेला कुकरमा भात बसाइदिउँ त बसौँ भरे के गर्दा गर्दा हुन्छ भात बसाइदिउँ ए त्यो सिमलाई भनेको त मिठो भएछ जान्नु नि पर्दैन कस्तो मिठो भएछ राम्रो भएछ त्यति बेला पहिले गर्दा हुने कि हुँदै चाहिँ ल तोसन बसाइदिए त भात कुकरमा बिस्तारै पाएको भरे के गर्दा खानु के 1 बजे टिका लाग्छ त्यस्तै खानुपर्ने रहेछ रे के खाए के ए दाइ आएको छैन थाहा छैन होला है दाइ आएको के गरेर सिनरले चाहिँ फेरि ल यसले के गरिरहेको थियो
यिनी गर्दैन भने युङमा पक्कै चलाएँ मोल चला राखिस् ऊ त परिराख्ने अघि त नजान्दा अरे बाबा चाहिँ नजान्थ्यो म चाहिँ के गरेको थिएँ आफै बुझ्नु म तलतिर बसी पनि जान्नु होला जागे न बाबाले भएको थियो मैले कसरी भएको चाहिँ खै ग्यास नआउनु चाहिँ त्यहाँ बस्नु न न तैँले चाहिँ अहिले फुल बनाउनु पर्दैन भान्जीले कति माला उनिसक्यो के रे तमा म यहाँ उनिरहेको छु नुहाउन जाऊँ न जहाँ धेरै छ नारायण बाबु झोल के झोल खसी बनाऊ कस्तो कलर आयो कलर हो यो के को मासु हो झोल बनाऊ खसी खसी कुखुरा हौ कुखुरा खसी लोकल कुखुरा भाले काट्छ भने काटेछ हिजो भन्दै थियो भाले काट्छु भन्दै थियो भाले फेरि खानेपर्छ र यति त्यो खुट्टा टाउका कलिलो मलिलो बालाई दिए आमा भनेपछि दिदी यहाँ मात्र नहालौँ है झोलसँग भात पानी माथि छेकेर ओखर माथि फोरेर तल आएर खाना खाने हो बिहारी छिर्नु भइहाल्छ त्यो हेर त्यो खोर्सानीले ठ्याक्कै नछु भनेको हल लाएर त्यो पैसा खाएर हुन्छ पैसा भऱ्यो केही माल पाउँदैन नपाएपछि चल्दै रहेछ आफूले रोप्यो भने खानु पायो नभए पाउँदैन होइन भान्जा ओ भान्जा ल अब के खाँदैन पछाडि साथीहरू खाएर खुट्टा खान्दिने होइन ओखर फुटाएर पानी खाने ढिलो भएछ कस्तो लागिरहेको 1 2 3 ओके गो 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 हाम्रो चाहिँ कालो दादा भान्जासँग पानीमा छेकिरहेको हो यो चाहिँ बत्ती त्यो बत्ती मर्नु ल ल ल ल ल ल ल ल ल गो 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 बत्तीलाई एकदम बुझाइरहनु पर्छ नि फुटेर फुट्यो फुट्यो अर्को फुटा जे छ त्यही भयो अब फुटाइदिन्छु काटिदिन्छु यसो हुनु म त डरदैन भने डरना होला नि मेरो के दिस है
र तेरो त जाति यो यो ए रोटी बेङमा रङ लाग्यो सोच्ने बेङमा रङ दिदीलाई टिका एकदम तेलमा कालो बढ्छ नि त खाने हो हाले उसलाई टिका लगाइदिनु न दिदीलाई पक्का त्यो दिएको मात्रै एक बार दिदीलाई टिका लाउनु पर्यो नि मेरो टिका लाउनु पर्ने दिदीलाई त्यस्तो यसको त के भयो खतरा खतरा दिदीलाई लगाइदे मलाई दिदे मलाई दिदे यो यो यसो गरेर सबै आज निरा यो चाहिँ बच्ची आऊ आऊ जाला होला यो तेल तेल पुरु म बाले गर्दा हैन जमिस यो ढङ्ग हेर्नु त बाजेले बाजेले हो बाजेले त्यो गनेर अनि यता दिदी ज्ञान बनाउनु न। छरेछु उता के न हैन साथीमा बुवा यो पैसा गर्नु गर्नु दक्षिणा पनि त्यहाँ मिलाएर राखेको छैन क्या हो सालाले अनि रोटी त्यो कतिबाट राख्छस् ए कम्प्युटर प्रोग्राममा पास हुनु ल बहुत राम्रो लाग्यो वाह बहुत डङ्गेर राम्रो लाग्यो खै हेर ओइ ओइ मक्स बस्यो हाम्रो भान्जा त टिका लगाइदियो भाइलाई दिदीलाई दिदीलाई टिका लगाइदियो हुन्छ कि के हुन्न म खाम हो आँखा खान थालौँ म खान गर्छस् के अरे खान थालौँ के भन्ने ल दिदीलाई आशीर्वाद दियो नि त खान थालौँ पास भयो टप होइन पास टप होइन अरे छैन भनेर थाहा छेवा त छैन छेवा छैन अरे पढ्नु छेवा दिदीलाई युदीलाई आफ्नो साथीहरूलाई चाहिँ टप ल भो अब दिदीलाई दिदीलाई जिन्दगीमा राम्रो बुढा खोजेर एस गरेर दिने पैसा कमाएर फुकुलाई दिने पैसा कमाएर फुपू आफ्नो आमा भाइलाई भाइलाई नि भाइलाई युमिको टर्ने युमिको टर्ने अब अब सुरुवाती खै यति देखाए त नपुछ है तिहार हो त नि अब पछि हाम्रो बनाउला नि त यो त बुढैहरू आफ्नो भविष्यमा राम्रो हुने मैले थपेन अनि सिईमा पास हुने सीमा अरे के हो सीमा सी हुने अनि पैसा कमाएर फुलाई दिने अनि माइजूहरूलाई दिने मामा पनि अनि अर्सलर टप्ने होइन त्यसपछि डाक्टर हुने डाक्टर नाम निस्किने के पढायो डक्टर डक्टर कि नर्स भएर पास भएर जित्ने होइन अनि मान्छेहरूलाई चाहिँ जीवन बचाइदिने कहाँदेखि लगाइदियो त नाक के थिएन हामीलाई के लगाउनु राम्रो चिलीको है साथी लागेको छ म खाम खानेन अलिक सँगै खाने भयो क्या दक्षिणा दिएर ढोक्यो छैन खानु सुरु गर दिदीले धोइहाल्यो टिका खै त भान्जा आशीर्वाद एमबिबिएसमा नाम निकाल्ने टोपी कहिले कुमार फ्यामिलीको नाम रोसन गर्ने एमा लागेन टोपी लगाइदियो नि दिदी अरू केही भन्नु पर्दैन नि भन्नु पर्दैन दिदी भयो नाम राख्नु ल ल ल अब खाने त्यसरी टोपी लाउनु चिली ढोका लाएर त अब धुने न म अब मात्र तिहार होइन ल म ढोके मैले ढोके ला पैसा पैसा लानु भने कि मली ल दिदी दिदी हालिदिँदै मैले ल्याएको त डाबी त घरमै छुटेछ युमी कस्तो राम्रो ठुल्ठुलो डाबी ल्याइदिएको थिएँ तिनवटा डाबी घरै छुटेछ तिनटै मेरो लागि होइन भाइले भएन खुट्टा चाहियो मन खुट्टा खुट्टा चाहियो के यता 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 युमी खुट्टा चाहियो मलाई युमी मलाई खुट्टा चाहियो ल खुला रोकेर खुला साटेको त्यसरी होइन लम्बो सर्को हो साथी हो त
गर्नु भोकमै बसेर दिएको आज ल थ्याङ्क यू पुगे रम्बर साथी राम्रो सानो दिदीलाई तेरो हो के कहाँको हुन्छ अब खाएँ म ढोग्ने ढोग्नु उता 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 त्यही ठिक ठिक त भान्जी ल ल ये पनि दे भुइँ बसेर खाए बेल बडाले खा चिनी हो क्या खुबै बढाएर त चिल्लेन रो ए उडे भने दिदी ढोग ढोग न राम्रोसँग ल यता यता भान्जा भान्जा अलिक पछि फर्काउनु हैजा नै हैजा आइज न आइज लुकै भएको छ चल्नै सक्दैन अब ल भाइ ल भाइ साथी रेदाएर खाने अझैले यहाँ जा मेरो उता बस के उता यहाँ जा यो मे हामी खाइला छ मैले बोला उ त भाइको मसला पैसा ए ठुल्ठुलो बाबु यता हेर हामी यता तिनीहरू त्यही हक बस्छ है मिलाएर जानु पाइएन नत्र लाखोलाई हो यस्तै अब टिका त त्यो रावणहरू आउँदैन के अरे भन्छ है निधारो त्रासेको अब त खिचेर आउनु पऱ्यो यसले लागेर हो नि होइन क्या फुर्सदै हुँदैन के हो आतिर केटी ल बिजो कस्तो भयो भन्छ होइन कि सबैले नि टिका बिटा सिटा देखेर देखिहाल्ने अब यस्तो राटिका कहीँ देखेको थिइस् तैँले यो टिका लगाइदिनु पर्यो मलाई पनि यस्तो लाएर एउटा माल लगाइदिनु भान्जा दिदीहरूलाई लगाइदिनु माला छैन माला उनीहरूले नलागौँ यो चिल्ली रिमीलाई बनाऊ होला के अरे लाएन तपाईँले मलाई ढोग्ने होला ओहो आइपुग भाउजू मेरो भाउजूलाई मैले यसो फुलसुल पनि केही गरिनँ त है लास्टमा गरेँ नि केही हुन कि होइन पहिला पहिला यो किटकिटले अतायो है यो सालदेखि सबै लाउने है है मेरो भाउजू पनि मोटा आयो क्या आजले गाह्रो गाह्रो किन नलाँदा माला तेरो खाना है दाइ भाउजूको तपाईँको भात कहाँ भातै खाने होला भान्जी माला किन नलाग्यो तेरा